हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। गुड मर्निङ। आज चाहिँ हामी अदुवा खन्दैछौँ। अदुवा त कुन थालेछ भन्दैछ बहिनीले। कति फलेछ जे त यस्तो त ढाकिदिनु त दिदी। ए बाबा, हाम्रो घरको अदुवा कोही सानो फलेछ, कोही ठुलो फलेछ, कोही सानो। आरामले परदेखि नै खन्यो। बेसर पनि रहेछ है, बेसर पनि निस्केछ। पानी बेसी लागेर होला नि कुन थाल्यो भने त। त्यो बोल टुटाइदिएर नि हजुरले। ए खन्न ढिलो भयो त्यही भएर। त्यसो भने ममता दिदीको घरबाट ल्याउनु पर्छ यो बार पनि रोप्नलाई। यसरी बङ खन्दैछ खत्तम। यहाँसम्म छ नि। न यताको त हामीले फेरि खनिसक्यो नि, त्यो पनि हुनसक्छ। थाक्यो यता पनि छ। हाम्रो बारीको अदुवा चाहिँ यति खनेछ। अन्त यो साल किनेर ल्याएर रोप्नै पर्ने भयो। बहिनीले फेरि खन्दैछ। खोइ उता कुनामा हेऱ्यो, उता कुनामा यो बेसर सब एकछिन यो नि होस् न यतै। ला कहिले रोप्नु होला नि बेसर फेरि। कहाँ आइरह्यो पानी? ए आइरहोस् न। यतापट्टि ड्रम हालेको छैन, जा यतापट्टि ड्रम लगाइदिए। हाम्रो यहाँ चाहिँ के हुन्छ बिचबिचमा। अन्त बेसर हो, बेसर पनि निक्लेर यो भन्दा राख्नुपर्छ नि कान्छी। यो पनि दबाई त कस्तो अर्ग्यानिक हुन्छ आफ्नो। यसरी खन्दैछ। यताको त लग्यो होला हौ, जता पाए त्यतैको खन्दै लाँदै गरेको छ नि। हेर न यहीँ डिलमा यस्तो निस्किरहेको रहेछ। आस्ते धेरै फलेको होइन कि म मोटीलाई मागिराख्छु त्यसो नि। ला काट्यो नि भने नि। यहाँ कोही जग्गा खने, कोही जग्गा खनेको छैन। अनि हाम्रो घरको के भयो बेसर रहेछ। अदुवा पनि माउ कत्रो निक्लियो त। हेर्नुहोस् है। तर सानो रहेछ, बेसी ठुलो होइन। रोप्न पनि त ठुलो ल्याएर रोपेको होइन नि त नि। त्यो पनि त हुनसक्छ है। उता पनि छ है कान्छी। त्यसरी त यिनीहरूले बिचबाट मात्रै खने। जता पाए त्यतिबाट खनेर लिएर गएर नि। देखिँदैछ बेसर पनि पर त खुट्टीसम्म नै। खन्ने राम्ररी खन्नु मान्छेले जानेन। ऊ ज्योतिले हो त्यसको फेद मान्थ्यो कान्छी। हेर्नुहोस् यहाँ, हेर्नुहोस् है। यति भयो हाम्रो। अझै बहिनीले खन्दैछ है। ला बिचबाटै काट्यो। अनि त्यो उयसमा छ नि अझै दिदी। यो चाहिँ राम्रो रहेछ है। यसलाई काटिदिएको रहेछ है। हाम्रो हल्दी रोपिहाल्नु पर्ने थियो है। कति चाहिँ भयो होला है। अझै उता छ। खोर्सानीको फेदमा पनि छ। के खन्नु सेतो खोर्सानी अलि यता खन्दैन त। यता आज हाम्रो फाइनली खन्ने दिन आएछ। यो किन हल्दी चाहिँ एकदम सानो फल्यो नि। तर छिटै बोट पनि हटाइदिएर होला नि हामीले। काटे जाने मान्छेको आँखा छ कोदालीको आँखा छैन। मान्छेको आँखा छ कोदालीको आँखा छैन। लु ला अब त ठाउँै भएन यहाँ राख्ने। अदुवा हाम्रो बारीको अदुवा रहेछ दिदी। अझै त सक्यो भनेको होइन नि त छ। आमा कत्रो फलेछ त्यो त झन्। अझै छ यसको जोडी। अब यो चाहिँ यत्तिकै होस्। चरा कराउन थाल्यो। हामीले माउ निकालेको थिएन नि त। यो माउ चाहिँ सर्नु थाल्यो होला के। अब यो त भरे अब भुइँमै राख्नुपर्छ। हेर्नुहोस् अदुवा। ओहो लु ओ माई गड।
नानी के गर्नुभएको ना यहाँ छोड्नु यहाँबाट छोड्नु मम्माले खन्दै हुनुहुन्छ छोड्नु न छ अझै रहेछ हेर अलि मजाले खानुहोस् यतैसम्म रहेछ नि सक्यो भनेको लीलाले नखनेको ताक्ता भेट्नै थिएन रहेछ लीला दिदी पाना यति फेरि खन्दैछ अझै उता छ होला है दिदी यहाँ भिन्डी रोप्ने भने कि एउटा मात्रै पाकेट लिएर आइस ला काट्यो नि फेरि यो अलि यतै यो सिमीको त्यहाँसम्म सेपेर जा न अहिले तैँले कहाँबाट काटिस् उतापट्टिबाट काटेको उतापट्टि हो दिदी काट्ने म हो कि तपाईँ हो कोदालो हो काट्ने यहाँ पुऱ्यो सानो कता गयो म खोलिदिउँ त्यहाँदेखि उता चाहिँ छैन होला भेट्यो दुईटा फेरि रहेछ भने नि जा उतै अझै काटियो अनि सक्यो भनेको होइन ज्योति हाम्रो अदुवा चाहिँ यति भेटायौँ यहाँ पनि छ हामीले धेरै रोपेको छ होइन है 2 केजी जति रोपेको नि भयो त्यति नै त्यहाँदेखि उता नजाओस् त्यहाँदेखि यता आइज यहाँ यता आउनुपर्छ किसने बनाया ये सब हाम्रो बारीको के भन्छ अदुवा यहाँतिर छ यहाँसम्म पो राखेको लगाएको थियो त हामीले त नि लाउँदा त यता हामीले खनेर नि थक्दैन है बुढो ल हेर्नुहोस् है हजुरहरू हामीले चाहिँ यति निकाल्यौँ अदुवा फेरि अर्को बहिनी ल्याएर खन्न थाल्यो भयो होला हौ यति नै खनेर खाइसकेको नि अब हामीले अब यो फेरि रोप्ने हो तर यो वार्षिकै 2 केजी जस्तो किनेर रोप्नुपर्छ होला हौ फेरि हजुर आजको हाम्रो अदुवा चाहिँ यति धेरै भयो तर हामीले धेरै रोपेको पनि थिएन हेर्नुहोस् है बिघा पनि छ अटेन नि त यसमा ढाकीमा अब चाहिँ यता आलु कोट्याउँदैछ है त आलु खोइ नानी आलु कोट्याउनु थाल्यो आलु पनि फल्न थालेछ है बच्चा सानो रातो आलु पो रहेछ नि नानी यताउता नहिँड्नु न रातो आलु तर भएको छैन सानो नानी नगर्नु हुँदैन नानी बेबीले गर्नु हुँदैन नि ल यता पनि छ हो यता पनि भयो भाँचिन्छ नि फेरि भाँच्यो भने हुँदैन हरियै छ नि त बोट यता पनि रहेछ हो मैले ख्याल नानी नगर्नु अलि छोप्दै कुखुरा आयो भने त फेरि बर्बाद हुन्छ त मलाई पनि कोटाउनु मन लाग्यो यसलाई पनि कोटाउनु मन लाग्यो अरे यहाँ हामीले गोबर होइन हालेको फेदमा यस्तो खतरनाक गोबर कोटाउनु मन लागिहाल्छ फेरि यता पनि कोटाउनु थाल्यो भेट्यो त्यहाँ पनि रहेछ हुँदै रहेछ त्यसो नि आलु पनि पत्ता हेरेर पो कोटाउनु पर्छ त हौ होइन यस्तो वालामा चाहिँ हुन्छ क्या यो चिल्लो यस्तो पत्तामा चाहिँ हुन्छ पत्ता हुन्छ क्या आलु फल्ने वाला यो कमिला लागिसक्छ कमिला आएछ यहाँ हेर्न माटै फुटेछ यो दिदी यसमा माटो फुटेछ नि माटो आउँदै रहेछ टुट्यो त्यो कुन चाहिँ निकाल्दो हो त्यो यता साइडको हो त्यही हो टुट्यो निकाल्दै कमिलाले कति रहेछ कमिला छोप म दबाई लिएर हालिदिन्छु नि खरानी लिएर पारिदिन्छु काम बिगाइहालेछ ला यहाँ पनि आलु हेर्नको जोसमा नि ला मेरो सिबी अझै एउटा छोपेर अर्को चाहिँ किन निकालिदिएको तैँले उड्देको नि उड्छ लु नानी यो बोकेर हिँड्नु जाने घरमा लिएर जाने छाप्ची पकाएर खानुपर्छ हाज के बनाएर खानुपर्छ नानी के पकाएर खानुपर्छ हो त्यसको के पकाएर खानुपर्छ
बुझेन सब्जी भन्नुपर्छ सब्जी पकाएर खानुपर्छ हस् जानुपर्छ नानी यहाँ टेक्नु हुँदैन पानी आउँदैन अब यो बोकेर जाम न सबै यहीँ छोडिराखेर यिनीहरूले म चाहिँ यसलाई चाहिँ गिराइराख्नु पऱ्यो कि बिजन हुने जति म यतै राख्छु घर लाँदिनँ कि योहरू चाहिँ म लिएर जान्छु त्यो चाहिँ यति छ है हजुरहरू अदुवा हाम्रो अदुवा यति छ यो बिजन हुने जतिलाई चाहिँ म हटाउँछु यति रोप्ने हो अनि बाँकी चाहिँ म खान्छु अलि राम्रो खालको चाहिँ बिजन राख्नु पर्यो सोच्दैछु योहरूलाई चाहिँ बिजन राख्नु पर्यो कि अनि राम्रो बिजन राख्यो भने राम्रो फल्छ धेरै फल्छ हेर्नुहोस् न योहरू चाहिँ म बिजन राख्नु पर्यो अलि राम्रो खालको चाहिँ अब रोप्ने बेला नि अब यो फेब्रुअरी मार्चबाट त रोप्न थाल्छ नि त अदुवा पलाउन नि थालेछ फेरि अलिक राम्रो खालको चाहिँ हेर्नु पर्यो यो मैले पुरानो हटाएकै थिएन नि त अब यहीँ रोप्ने हो अनि यसैबाट माउ निकालेर खाने हो त्यही भएर यहाँ हेर्नुहोस् मैले पुरानो यत्रो रोपेको थियो यत्रो यो चाहिँ मेरो पुरानो यत्रो रोपेको थिएँ मैले यत्रोबाट यस्तो फलेर भाँचिएछ भने यहाँको यो राख्ने हो यस्तो यत्रो राख्नुपर्छ बिजन चाहिँ अब यो रोप्ने हो अनि यो त फेरि माउ निकालेर खान सकिन्छ अदुवा बिजन राख्ने अलग गर्नु पर्छ यहाँ पनि छ रहेछ हेर्नुहोस् यत्रो रोपेको थिएँ मैले यो यहाँ चाहिँ सडेर गएछ सडेको यो चाहिँ म बिजन राख्ने यो चाहिँ पोहोरको भनौँ न पोहोरको यो चाहिँ यो सालको है अदुवा यता भाँचिएर गयो अब यो चाहिँ मैले फेरि बिजन राख्छु यसरी एक ढाकी चाहिँ म राम्रो हेरेर बिजन राखिराख्छु अनि बाँकी चाहिँ अलि नराम्रो खालको चाहिँ म खाइदिन्छु नराम्रो भन्दा अलि सानो खालको चाहिँ यस्तोहरू चाहिँ बिजन राख्नुपर्छ आउने सालको लागि तर धेरै रोप्नु पर्दैन 2 केजी जति रोप्यो भने हामीलाई पुग्छ वर्षमा यो ठिक्कै यहाँ काटिदिएर बिजनको लागि ठिक्कै भएछ है यस्तो गर्नुपर्छ हजुरहरू अब बाँकी चाहिँ म लिएर जान्छु हेर्नु हो कि काटेको अब यति चाहिँ मैले बिजन राखेँ यहाँ पनि रहेछ पुरानो यति आएको रहेछ यो चाहिँ नयाँ हो फेरि कता हो गिर्छ त अब यति चाहिँ म यो पनि रान्छु यो मैले पत्करमा बेसी लाएर यस्तो भएको हो क्या यो पत्करमा लाएको थिएँ नि त त्यही भएर अझै हेर्नुहोस् न नाबोई मैले निकालेको छैन नि त जति आफूलाई चाहिन्छ त्यति मात्रै निकालेर खाने हो नि त त्यही भएर हो कि यहाँ हेर्नुहोस् अब भयो यति नै म बिजन राख्छु अनि यहाँ भुइँमा भएको चाहिँ म खाने हो बिजनको लागि यति नै बिजन चाहिँ मैले कति राखेँ भने देखाउँछु है त यहाँ हेर्नुहोस् यति चाहिँ मैले बिजन राखेँ खोयो राखेँ यो चाहिँ आउने साललाई बिजन अनि यहाँ भुइँमा भएको चाहिँ म खान्छु घरमै यति अदुवा बच्यो मेरो भनौँ न यहाँ यति बच्यो यो चाहिँ मेरो घरमा खानालाई हुन्छ ल हस् त हजुरहरू यसैको साथ म भिडियो पनि यहीँ एन्ड गर्छु कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब गर्नुहोला पुरानो साथीहरू फुल वाच गर्नुहोला हस् त हजुरहरू आजको लागि चाहिँ यति नै भोलि आउनेछु फेरि नयाँ भिडियो लिएर तब तकको लागि हेर्दै गर्नुहोला।